खोटाङको साकेला गाउँपालिकाले वातावरण संरक्षण र हरित विकासको लक्ष्यसहित यस वर्षको वृक्षरोपण अभियान सुरु गरेको छ। बिहिबार गाउँपालिकाको नयाँ प्रशासकीय भवन परिसरमा अध्यक्ष रवि प्रकाश राईको नेतृत्वमा कर्मचारीहरूले करिब 100 वटा धुपी, लालीगुराँस र ज्याराकाण्डा प्रजातिका बिरुवा रोपेका छन्। गाउँपालिका अनुसार आगामी दिनमा सडक किनारा, सार्वजनिक पार्क, विद्यालय, वडा कार्यालय र स्वास्थ्य संस्था लगायत सार्वजनिक स्थानमा पनि स्थानीय वातावरण अनुकूलका विभिन्न प्रजातिका बिरुवा रोप्ने तयारी गरिएको छ। वातावरणीय सन्तुलन कायम राख्ने, हरियाली विस्तार गर्ने, जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने तथा स्वच्छ, सुन्दर र वातावरण मैत्री गाउँपालिका निर्माण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ। अध्यक्ष राईले प्रकृतिले दिएको सम्पदा जोगाउन सके मात्र समृद्धि दिगो हुने बताउनुभयो। कम्तीमा एक व्यक्ति एक बिरुवा अभियानमा सहभागी हुन सबैलाई आग्रह गर्दै रोपिएका बिरुवाको संरक्षण गर्नु वृक्षरोपण भन्दा अझ महत्त्वपूर्ण जिम्मेवारी भएको बताउनुभयो। साकेला गाउँपालिकाले पछिल्ला वर्षहरूमा पूर्ण सरसफाई, फोहोर मैला व्यवस्थापन, सौन्दर्यकरण, सार्वजनिक पार्क निर्माण, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, सडक किनारामा हरियाली विस्तार तथा वातावरण मैत्री पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। गाउँपालिकाले सञ्चालन गरेको वृक्षरोपण अभियानले वातावरण संरक्षणमा स्थानीय समुदायको सहभागिता बढाउनुका साथै स्वच्छ, हरित, सुन्दर र दिगो साकेला निर्माण गर्ने दीर्घकालीन अभियानलाई थप बल पुग्ने विश्वास गरिएको छ।